मर्निङ एभ्रिवान। आजको शनिबार चाहिँ स्टार्ट भइसकेको छ। भर्खर भर्खर उठ्यो, मुख पनि धोएको छैन गाइस। टक्क स्टकरबाट निस्केर अब हामी फुटसल खेल्न जानुपर्ने हुन्छ। ब्लगमा ल देखाइदिउँ डल्लेलाई। धर्मजी तपाईँ भन्नुहोस्, तपाईँ आज कसरी फुटबल खेल्नु? विपक्ष टिमले धेरै सल्टा हुन्छ। हो ठिक हो। त्यो हारेपछि छोडेर लाग्दिहाल्यो। यो भहर गाउँबाट आएको बोलाएको नि त हाम्रो अलिक कमजोर देश पाएर देश नपाएको मान्छे। ओइ फेस पाएर देश नपाएको। कतापट्टि हो? हेलो हजुर, वेलकम टु माय युट्युब च्यानल ल्याङ्ग्वेज ल आज 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 तेरो ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा स्वागत छ। यो कति कराएको? यो रुपी जतिकै कराउँछ पुरा। कमेन्ट गर्नु न। अब हाम्रो दाजुभाइ एफसी को यहाँ पुरै यहाँ घमसन पर्न आँटिरहेको छ। रोनाल्डो फ्रम रत्न पार्क। रोनाल्डो होइन, रोनाल्डो। दाजुभाइलाई पनि इङ्ग्लिसै वडा नम्बर 6 को पेले हो। यसको गेम कलर चाहिँ मिल्छ, गेम चाहिँ त्यस्तै हो। फेरि यसको लगाम चाहिँ फुटबलमा छ, फेरि राप्रगाको अध्यक्ष हुने हो म भन्छु। यो उदान, यो चाहिँ उदान हो। 3 खुट्टे देखा। पहिला त केटाहरूको परिचय गराउनु न। लेम्बा यसलाई चाहिँ देश पाएर फेस नपाएको। देश पाएर फेस नपाएको। ल यता आउनु हो रोनाल्डो, पुरानो रोनाल्डो। यसको पुरानो रोनाल्डो भुँडी मात्रै लिन्छ। पुरानो रोनाल्डो छ यसको। बिहानै उठेर कागती पानी खान्छ यसले त। अरूले चाहिँ तातो पानी चिया खान्छ नि, यसले कागती पानी खान्छ बिहानै उठेर। मलाई मातेर ल्याएको छ स्कुलमा खेलिरहेको छु खालि हालेर साढे 11 सुरु हुन्छ टाइम। अझ सोल्टीले तेरो ब्लग, अझ सोल्टीलाई चाहिँ कसरी थाहा हुन्छ यसले ब्लग बनाएको।
ब्लग अनि सब्स्क्राइब गर्न लाग्नु छ भर्खर ल्याङ्ग्रे प्याङ्ग्रे अहिले म सबलाई सुनाइ स्वागत छ तपाईँलाई ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा भन्छ म के बोल्नु हाँस उठेर एकछिन बेहोस भयो एकदम भनेर नामै नभए त्यस्तै राखेको भन्छ ल म ड्रोन सट हान्छु तिमीहरू ल हात उठाऊ मुला ड्रोन सट ओए ड्रोन सट आयो मासले ड्रोन सट आयो हात उठाऊ मा ओए ड्रोन सट आयो केटा ओए ओए ड्रोन सट आयो एकछिन नगर न हामी ल अपोनेन्टको क्याप्टेन ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा फेरि पनि स्वागत छ तपाईँलाई थ्याङ्क यू अनि के छ आजको रणनीति हामीलाई जित्ने कस्तो छ रणनीति धेरै गोल हान्ने छ गोल हान्ने हो धेरै त्यही हो तपाईँको आफ्नो रणनीति छैन हामी सबै टिमलाई ह्याट्रिक हराउने सोच छ के जाने आज फुल टाइम खेल्न सकिन्छ भुडीले त खासै भुडीले भनेपछि भुडी देखाइदिनु भुडीले त खासै टाइमसम्म खेल्न सकिँदैन भुँडी र बुढीले केहीलाई असर गर्दैन अरे क्या खास अनि के भनिदिनु त मेरो ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा तपाईँलाई कस्तो लागिरहेछ एकदम रमाइलो छ एक्साइटमेन्ट कति हो फुटबल खेल्नु आमामा पुरै मन उडिसक्यो चङ्गा धन्यवाद मेरो भ्लगमा आउनु ल हजुर क्यामेरा एङ्गल राम्रो छ स्वागत गर्नु न पहिला क्यामेरा एङ्गल राम्रो छ स्वागत गर्नु न पहिला ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा स्वागत छ धन्यवाद सन्चै हुनुहुन्छ ठिक छ यो कति गर्मी बोकेको छु गर्मी त के हुनु अब घामले डढेर यहाँ फोरम पार्टीको जस्तो अनि भइसक्यो हामीलाई जित्ने कस्तो के रणनीति छ तपाईँको आफ्नो व्यक्तिगत रणनीति जित्ने रणनीति त धेरैवटा थियो तर आज जुत्ताले अलिकति धोका दियो केटाहरूले लगेर पानीमा रातभरि प्याचक ड्याम बनाएछ अब फुटबल हो कि गम्बुट हो त्यो चाहिँ आफ्नै त्यस्तै हो फुट्सा खेल्नेको तपाईँहरूलाई पनि थाहा छ फुट्सा खेल्नेहरूको यस्तै यस्तै प्रब्लमहरू हुन्छ प्रब्लम होइन अनि अलिक क्लबमा छनौट भएको छैन क्या त्यही भएर तपाईँ चाहिँ एकदम कसको फ्यान म अब सबै खेलाडीलाई सम्मान गर्छु त्यही पनि यसपालिको लागि अहिलेको हालसालैको समर्थन चाहिँ रोनाल्डोलाई रोनाल्डोको फ्यान हुन्छ आज रोनाल्डोकै एकदम रोनाल्डोको देखाइदिनु ल बढी चाहिँ रोनाल्डोकै छ है ल अनि तपाईँको ज्यान हेर्दा चाहिँ साँच्चीकै जित्नुहुन्छ जस्तो लाग्छ त जित परियो थेलथाल गरेर स्योर हो मलाई त अब एकदम विपक्षी टिमलाई चाहिँ ल फेरि ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा आएर बोलिदिनु भएको धेरै धेरै धन्यवाद धन्यवाद तपाईँको भ्लग ल। फलोस् फुलोस् न। गाइस अब चाहिँ हामी ग्राउन्डमा जान लागिसकेको छौँ अब खेलाडीहरू एकदम यहाँ रेडी भइरहेको अवस्था छ हाम्रो अहिले चाहिँ क्यामेराम्यानमा चाहिँ हुनुहुन्छ हाम्रो आदरणीय दाई एकदमै आदरणीय दाई सेसन राई उहाँले चाहिँ एकदम क्यामेरा चाहिँ एकदम राम्रो एङ्गलमा देखाइदिनुहुन्छ ल ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा तपाईँलाई पनि स्वागत छ धन्यवाद दाइ उहाँ चाहिँ मेरो टिम यहाँ जाउँ नि यहाँ फ्रेम राम्रो आउँछ ल ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा फेरि पनि स्वागत छ तपाईँलाई धन्यवाद दाइ धन्यवाद के छ आज हामी के छ हाम्रो टिम होइन तपाईँ हजुर के छ हामी जितिन्छ जितिन्छ 100% 100% के छ जितिन्छ है जितिन्छ फिक्सै हो फिक्स नै हो हामी हामी केही छ तपाईँको कुन पोजिसनबाट खेल्ने म आज मिडबाट खेल्छु तपाईँ कसको फ्यान म रोनाल्डोको रोनाल्डोको ल एउटा देखाइदिनु न त एउटा सेलिब्रेसन रोनाल्डोको ल यस ल अब चाहिँ हामी बोलिदिनु पर्यो क्या अघि आवाज आएन ल्याङ्ग्रे प्याङ्ग्रे भ्लगमा आमकारा मेस्सी खोटाङ हल्लेसी गेस्ट हाउसको साउजीलाई पनि स्वागत छ धन्यवाद हजुर के जाने तपाईँ आज खेल्ने भने एकदम जितिन्छ हामीलाई 100 अपोनेन्ट हुनुहुन्छ सङ्कै छैन मेस्सीको फ्यान आमा के छ अहिले मेस्सी कुन क्लबबाट खेल्छ इन्टर मियामी हो भर्खरै कति गोल हानेको कस्तो भर्खर अस्तिको गेम 2 गोल 2 गोल रे हो त गाइस कमेन्ट गर्नु पर्यो है मिल्यो कि मिलेन लाओससँग 2 गोल हानेको लाओससँग 2 गोल हानेको तपाईँ डाइहार्ड फ्यान है मेस्सीको अब कति वर्ष खेलोस् भन्न चाहनुहुन्छ तपाईँ मेस्सीलाई अब लास्ट टाइम 26 को वर्ल्ड कप खेलोस् त्यसपछि रिटायर के जित्छ होला वर्ल्ड कप 100% तर गाइस यसपालि अर्जेन्टिनाले वर्ल्ड कपको फाइनलमा पुग्दैन क्वार्टर फाइनलबाट आउट हुन्छ मेरो चाहिँ त्यस्तो छ होइन एकदमै स्पेन र ब्राजिल फाइनलमा पुग्ने हो लास्ट टाइममा स्पेनले 1 गोलले लिड गरेर ब्राजिललाई जित्दै स्पेनले 2026 को वर्ल्ड कप ट्रफी जित्छ भन्ने चाहिँ मेरो आफ्नो व्यक्तिगत धारणा छ होइन ल